हेलो डियर फ्रेन्ड्स, आज म तपाईहरुलाई नयाँ कुरा देखाउँदैछु। मैले पनि युट्युबबाटै सिकेर भिडियोहरू हेरेरै बनाएको खोर हो। यहाँ 300 बर्ड सट्ने यो खोर हो। आज यसलाई कसरी सफा गर्नुपर्छ, कसरी लिपपोत गरेर यसलाई क्लिन बनाउनु पर्छ भन्ने तरिका देखाउँछु। हुनु त अब पालिराख्नु कुखुरा पालिराख्नु भएकोहरूलाई त यो खासै होइन, तर नयाँ सुरुवात गर्दै हुनुहुन्छ भने तपाईहरुलाई म आज नयाँ कुरा देखाउने छु। अब यो खोरलाई कसरी सफा सुग्घर यसरी सफा गरेर चाहिँ क्लिन गर्ने हो, कसरी लिपपोत गर्ने भन्ने विषयमा सिकाउँछु। त्यस विषयमा अहिले सामाजिक सञ्जालहरुमा धेरै ज्ञानहरू प्राप्त गर्न सकिन्छ। तपाई पनि फोकटको भिडियोहरू हेरेर समय बर्बाद नगर्नु होला, जानकारीमूलक भिडियोहरू हेर्दै जानु होला। सबभन्दा सुरुमा हामीले यसरी भिजाउनु पर्छ। खोरलाई मजाले यसरी भिजाउनु पर्छ, पानीको पाइपले फोहराले यसरी छ्याप्पै भिजाउनु पर्छ। सबैतिर यताउन्दै भरे लास्टसम्म सबै भिजाउनु पर्छ है। सुरुमा छ्याप्पै भिज्यो भने चाहिँ मजाले लिपिन्छ, दिसाइलो हुन्छ। त्यसपछि अब यो हामी विदेशमा अनेक थरीका काम त गर्यौं भनेपछि नेपालमा लिपपोत गर्नु के को लाज हौ। काम भन्ने छोराछोरी महिला पुरुषको हुँदैन के। महिलालाई मात्रै यस्तो काम दिनु हुँदैन, आफूले पनि गर्नुपर्छ। हामीले उनीहरुको तरिकाले गर्न जान्दैनौं भने हामी आफ्नो तरिकाले गर्नुपर्छ। यो पुरानो भाँचिएको यो मफ हो, यसको मैले डन्ठी नयाँ लाएर अब यसबाट लिप्छु म। यो माटो हिलो बनाएको, यसलाई मजाले घोलेर सट्टै यसरी चोप्नु पर्छ। चोपे पश्चात यसरी हामी पुरुष तरिकाले गरौँ न, के हो त गजब हुन्छ हौ। तपाईले मुनि भुइँमा हात लाउनै पर्दैन है। हेर्नुस्, अझ महिलाले गरे भन्दा राम्रो हुन्छ। स्पेशल वान शटमा हुन्छ। हेर्नुस्, टक्कै यहाँ चोप्ने, यसरी हल्लाउने, स्वाटै झिकेर लिएर टक्कै यसरी हलाइदिने। देख्नुभयो, यो नि त नयाँ तरिका अपनाइयो भने खासै दुःख हुँदैन। किन लिपपोत हातले गरिरहने, स्पेशल हुन्छ। यो महिलाले गर्ने काम हामी उनीहरूले गर्ने तरिकाले हामीले आउँदैन भने हामी आफ्नो तरिकाले गर्ने। अलिकति आइडिया लाउनुपर्छ। मफले त गजब हुन्छ हो साथी। ब्यालेन्स 15 मिनेटमा 50% फिनिस। 15 मिनेटमा आधी सकिएको। पानी चाहिँ अलिक पातलो हुनुपर्छ। टक यसरी वान शट फास्ट। महिलाले यो यति लिप्नुलाई महिलाले 1 घण्टा लाउँछ भने तपाई 30 मिनेटमा सक्नुहुन्छ। एकदम शुद्ध तरिकाले। यो हो नि त आइडिया। यसरी पुरानो तपाईको भाँचिएको मफ छ भने नफाल्नै काम लाग्छ। हर चिजको सदुपयोग गर्न जाने भने त्यसको बेनिफिट लिन सकिन्छ। टक्क स्पेशल। हेर्नुस्, ल फ्रेन्ड्स, अब यो 12x30 को 300 चल्ला अट्ने यो खोरलाई मैले जम्मा 30 मिनेटमा यो मफले लिपेर सिद्ध्याएँ भनेपछि समय कति बचत हुन्छ र कति सजिलो हुन्छ भन्ने कुरा तपाई आफै अनुमान लाउनु होला। दोस्रो चरणको काम हो। तपाई कुखुरा पालकले पाल्ने इच्छा गर्दै हुनुहुन्छ भने यो चुना चाहिँ अनिवार्य हाल्नुपर्छ है। चुना प्रशस्तै हाल्नुपर्छ। चल्ला यो खोरमा आउनुभन्दा 4 दिन 5 दिन अगाडि चुना यसरी प्रशस्तै चुना छर्केर यो खोरलाई चाहिँ पुरै कीटनाशक मुक्त बनाउनु पर्छ। यो चुनाको खास काम चाहिँ धेरै नै हुन्छ यो खोरभित्र। पछि यो खोर हिलो हुँदै गयो भने पानी तल झरेर कुखुराले पानी पिउँदाखेरि पानीहरू तल झरेर भुसमा कुहिएर चाहिँ ग्यास आउन अलिक कम पनि गर्छ र सानोतिनो संक्रमण पनि यसले रोक्छ। चुना भर्सक जतिसुकै धेरै लाए त्यति पछि मल पनि राम्रो निस्किन्छ। त्यो भुस र कुहिएको सुली र भुस अनि यो चुना मिक्स भएको मल चाहिँ एकदम प्योर हुन्छ। त्यसको लागि म त्यो सागसब्जीहरूमा प्रशस्तै लाउने गर्छु। मेरो बाली नाली पनि भयंकर राम्रो हुँदै गइरहेको छ।
ल साथीहरू, मेरो खरमा चाहिँ अब चल्ला 1 हप्ता हुर्काउनुको लागि चाहिँ यसरी ठाउँ बनाउँदैछु मैले। यहाँ बनाएँ। यो साइडमा बनाउनुको कारण चाहिँ यहाँ बिहान मजाले पारिलो घाम लाग्छ र पारिलो बिहानको घामले चाहिँ चल्लाको ग्रोथमा राम्रो आउँछ, न्यानो हुन्छ चल्लालाई। र मैले चाहिँ यता घाम लाग्ने साइडमा छेउमा पूर्वपट्टि बनाएको, पूर्व दक्षिणपट्टि। अब यता बिचमा बनाउँदा हुन्छ गरिमा चाहिँ यो बिचको भागमा बिचमा बनाएको चाहिँ राम्रो। अलिक पछि हप्ता दिनपछि ठ्याक्कै यहाँ बिचमा सार्छु म। हप्ता दिनपछि चेन्ज गर्नुपर्छ। यहाँको बुसहरू सबै फालेर यहाँ नयाँ बुस ओछ्याएर हप्ता दिनमा यहाँनिर चेन्ज गर्ने, यहाँनिर बनाउने हो। यहाँदेखि यहाँसम्म यति अलिकति ठाउँ बढाएर बनाउनुपर्छ। अनि तेस्रो स्टेपमा चाहिँ तेस्रो हप्तामा चाहिँ यो सबै वाङ्गै यति बनाउनुपर्छ। चल्ला हुर्काउनुलाई खोर बनाउँदा चाहिँ वर्ष गोलो बनाउने। यो छेउमा यो कार्टुन लाग्नुको कारण चाहिँ राति जाडो हुँदाखेरि चल्ला सबै यो कुनामा थुप्रिएर किचेर मर्ने सम्भावना भएकोले गर्दाखेरि खोरलाई वर्ष गोलो नै बनाउने कोसिस गर्नु। गोलो खोरमा चाहिँ चारैतिर गोलो भएर बसेको हुन्छन्, किचेर मर्ने सम्भावना हुँदैन। भाइरोनिल एस 1 लिटर मनतातो पानीमा 10 ग्राम भाइरोनिल घोलेर स्प्रेमा लाएर यो खोरको वरिपरि चारैतिर तल माथि सबैतिर छर्किने र बाहिर पनि भित्ता भित्तामा सबैतिर छर्किने। यसले चाहिँ कीटाणु नाश गर्छ। चल्ला आउनुभन्दा 2 दिन अगाडि यसरी कीटनाशक औषधि भाइरोनिल छर्किने हो साथी। यसरी खोरको वरिपरि चारैतिर यसरी छर्किनुपर्छ। यसरी कुना कप्ची वर्षको माथि माथि भेट्ने गरी छानाको सबै माथि भागमा पनि भेटियोस्। यसले गर्दाखेरि तपाईँको खोर धेरै सुरक्षित हुन्छ। र एउटा एफएम रेडियो र एउटा पात्र चाहिँ अनिवार्य हुनुपर्छ है साथीहरू। एफएम रेडियो चाहिँ किन राखिन्छ भने कुखुराले बाहिरका आवाजहरूमा त्यति ध्यान दिँदैन। यो रेडियोमा बजेको गीत सङ्गीतहरू सुनेर आनन्द बस्ने गर्छ। यो भनेको टेम्परेचर नाप्ने यन्त्र। तपाईँको ब्रोइलर कुखुरा खोरमा यो हुनु चाहिँ अनिवार्य छ। यो भएपछि तपाईँको खोरभित्र कतिको गर्मी चिसो हुँदैछ भन्ने पत्ता लाग्छ। यसलाई चाहिँ जमिनको सतहदेखि मात्र 1 फिट माथि राख्नु पर्छ। किनभने कुखुराको आसपास छेउछाउमा कतिको टेम्परेचर छ, गर्मी छ, उनीहरूलाई कतिको चिसो छ भन्ने यसले पत्ता लगाउँछ। धेरै माथि लाउनु हो भने यसको एक्युरेट खोरभित्रको चाहिँ तपाईँले थाहा पाउनुहुन्न। यो चाहिँ अनिवार्य है। यो भएपछि यसको एकदम ठ्याक्कै 16 भन्दा मुनि जान दिनु हुँदैन। 16 टेम्परेचरभन्दा मुनि गयो भने चाहिँ तपाईँको कुखुरालाई समस्या हुन्छ। तपाईँलाई फटाफट हिटर बाल्नुपर्ने हुन्छ अथवा छेउछाउको पर्दाहरू झार्नुपर्ने हुन्छ। र 38 डिग्रीभन्दा 37-38 भन्दा माथि गयो भने चाहिँ पनि कुखुरालाई गाह्रो हुन्छ। तपाईँले फटाफट चिसो के अब खुवाउनु पर्यो, ग्लुकोज पानी के खुवाउनु पर्ने हुन्छ, फटाफट खुवाइहाल्नु पर्ने हुन्छ। यो एकदम राम्रो ठ्याक्कै कुखुरालाई राम्रो सुहाउँदो टेम्परेचर भनेको चाहिँ 32 देखि 34 डिग्री भित्र राख्ने। 30 देखि 35 भित्र रह्यो भने चाहिँ एकदम तिनीहरूको लागि टेम्परेचर राम्रो र ग्रोथ राम्रो आउँछ। यो अहिले यो कोठाको 29 डिग्री छ अहिले। ल यसरी चुना चाहिँ टन्नै छर्नुपर्छ है साथी। हो चुना बेसरी छर्नुपर्छ है यो चल्ला लाउनुभन्दा अगाडि। यसपछि भुस लाइन्छ। एसिफाई वाटर प्युरिफायर 5 लिटर पानीमा सुरुको दिन 1 ml 5 लिटर पानीमा 1 ml लाएर घोल्ने। आधी घन्टा 45 मिनटसम्म यसलाई भिजाएर राख्ने, घोलेर राख्ने। यसलाई घरि एकदम कडा हुन्छ, चल्लाको घाँटी पोल्न सक्छ। त्यसैले आधी घन्टा जति यसलाई मजाले घोलेर राखिदिने। सुरुको चल्ला हाल्नुभन्दा अगाडि है पानी चाहिँ एकदम प्युरिफाई गरेर लाउनुपर्छ। यो वाटर प्युरिफायर एसिफाई एसी ब्लास्ट। सुरुको 1 हप्ता चाहिँ तपाईँले ठिकै पातला पातला भुस छरेर राख्दा पनि हुन्छ है। किनभने दोस्रो हप्ता यता सार्नुपर्ने हुन्छ। त्यसैले त्यसरी च्याप्टै भुस लाउनुपर्छ है। अनि अब यसपछि यहाँ पेपर ओछ्याउने काम हुन्छ। 24 घन्टाको लागि पेपर ओछ्याउनुपर्छ है। किनभने सुरुमा यिनीहरूले दाना टिप्न जानेको हुँदैनन्।
पेपरमै वरिपरि छरेर दिने हो। त्यो दाना टिप्दै अनि भोलि या तेस्रो दिनदेखि चाहिँ चारोको भाँडाहरू अलिअलि राखेर चारो दिने बानी गर्नुपर्छ। पेपर राखिसकेपछि यसरी नाङ्लो राखिदिनुपर्छ है। यो 300 चल्लालाई 200 चल्लालाई पुग्छ। एक नाङ्लोमा सुरुमा चारो दिने हो र पेपरमा पनि झारिदिने हो अलिअलि। 24 घण्टालाई चाहिँ यस्तैमा खुवाउने हो। भोलि बेलुकीदेखि अथवा पर्सि बिहानदेखि चाहिँ भाँडामा चारो दिने हो। एन्डक्स भनेको चाहिँ यो चाहिँ के को औषधि हो भने यो चाहिँ रोकथाम हो। कुनै पनि रोगलाई आउनुभन्दा अगाडि रोक्ने रोकथाम हो। 1 ग्रामलाई 2 लिटर पानीमा 3 दिनसम्म लगातार बिहान दिउँसो बेलुकी। र यो भनेको ERS भनेको रिहाइड्रेसन गर्छ यसले। ERS रिहाइड्रेसन यो 200 चल्ला बराबर 10 ml बिहान र दिउँसो मात्रै यो सबै फिटेर दिने हो। सुरुदेखि यो चाहिँ 3 दिनसम्म, यो चाहिँ 7 दिनसम्म बिहान दिउँसो। ल बिजी र दाना र थोरै पानी पनि राख्ने काम गरियो, दाना पानी राख्ने काम गरियो। यो भोलि आउनुपर्ने चल्ला आज आइदिएर, आज बिहानै आइदिएर हतार यहाँ म्यानेजमेन्ट गर्ने गाह्रो हो। यसरी नाङ्लोमा दिने हो अनि अलिअलि यसरी पेपरमा छरिदिने हो। त्यसो गर्दा यिनीहरूले चारो टिप्न सिक्छन्। ल फ्रेन्ड, कप 500 को चल्ला आज राखियो। यो अस्तिको लटमा मैले 3.5 kg एभरेज बनाएको थिएँ यही चल्ला। योभन्दा अघिल्लो लटमा। अब यो लट कस्तो हुन्छ हेर्दै जाउँ। चल्लाहरू हेर्दाखेरि त यत्तिकै देखिन्छ। अब यति बेला मौसम पनि राम्रो छ, छेउमा घाम लागेको छ, न्यानो भइरहेको छ। यिनीहरूले चारो टिप्न सिक्छन्। उतै एउटा लङ्गडा देखिँदैछ, यस्तो आउँछ। डिफेक्ट यो प्रोडक्सन डिफेक्टको चल्लाहरू यस्तो आउँछ। यो अलिकति सानैदेखि अपाउँदछ। यो खुट्टा च्यातिएर उभिएको चाहिँ यो चाहिँ प्यारालाइज कन्फर्म हुन्छ, 4-5 दिनमा मर्छ। त्यसैले चल्ला हेर्दाखेरि राम्रो हेर्नु है। यहाँ हाल्ने बेलामा चाहिँ खुट्टाहरू मजाले हेरेर लाउनुपर्छ। कम 40-45 ग्राम चाहिँ हुनैपर्छ। तर यो 60 ग्राम छ। 5 ग्रामले प्लास्टिक पटायो भने 55 ग्राम चाहिँ छ है यो चल्ला। ल ठिक छ, चल्ला राम्रै छ, हेल्दी छ। नापै त त्यसरी नाप्नुपर्छ। एकचोटि चल्ला 5-7वटा नाप्नु है, एउटा मात्रै नापेर हुँदैन। 5-7वटामा एभरेज कति आउँछ त्यही अनुसारको चल्लाको वेट यो डे 1 चल्ला हो। ल साथी हो, अब यसपछिको अपडेटहरू म दिँदै जानेछु। कसरी यिनीहरूलाई औषधि कुन दिने, कुन टाइममा औषधि कुन दिने, कुन खालको भिटामिन खुवाउने, चिसो तातो कतिको मेन्टेन गर्ने र कसरी हुर्काउँदै जाने, पानीहरूको चारोहरूको व्यवस्थापन कसरी गर्दै जाने, त्यो सम्बन्धी म सम्पूर्ण भिडियोहरू स्टेप बाई स्टेप हप्तामा एउटा भिडियो ल्याउने गर्छु। त्यसको लागि मेरो यो युट्युब च्यानललाई ह्याम्स ऱ्यान्डम ब्लगलाई तपाईले सब्स्क्राइब गरेर फलो गर्दै जानु होला। धन्यवाद।